नमस्कार साथीहरू, धेरै धेरै स्वागत छ हाम्रो यस युट्युब च्यानलमा। तपाईहरुलाई आज चाहिँ हामी नेपाल स्टक एक्सचेन्जमा कहिले कहिले चाहिँ बिग किसिमका र्यालीहरू, अपवर्ड मोमेन्टमहरू आउँछन् भनेर जान्नको लागि एउटा महत्त्वपूर्ण इन्डिकेटरको बारेमा छलफल गराउन गइरहेका छौं। त्यो इन्डिकेटरको नाम हो कप अफ कर्व। पप अफ कर्वको बारेमा छलफल गर्नुभन्दा अगाडि पप अफ कर्व चाहिँ के रहेछ, कसो रहेछ भन्ने सन्दर्भमा एउटा सानो एउटा साइट भिजिट गरेर त्यहाँ दिएका कुराकानीको थोरै अध्ययन गर्नेछौँ। यहाँनिर हेर्न सक्नुहुन्छ, द कप अफ कर्व is a momentum indicator developed by Edwin Sage Kopov, who was an economist by training. Kopov introduced the indicator in Barron's in October 1965. The goal of this indicator is to identify long-term buying opportunities in the S&P 500 and Dow Industrials. भनेको एडविन सेज कपअपले 1965 मा चाहिँ एउटा S&P 500 मार्केटका लागि एउटा लामो समयसम्मको बाइङ अपर्च्युनिटी खोज्नको लागि यस्तो इन्डिकेटरको डेभलप गरे। त्यसलाई चाहिँ हामीले कप अफ कर्व भनेर भन्ने गर्दछौँ। Kopov used monthly data to identify buying opportunity when the indicator moved from negative territory to positive territory. उनले चाहिँ त्यो S&P 500 मार्केटमा बाइङ अपर्च्युनिटी खोज्नको लागि चाहिँ उनले मन्थली डेटाको प्रयोग गरेका थिए। त्यसपछि मन्थली डेटामा नेगेटिभ एरियादेखि पोजिटिभ एरियासम्म जाँदासम्मका लागि चाहिँ यो इन्डिकेटर उनले प्रयोग गरेका थिए र कपअप डिड नट युज इट फर सेल सिग्नल। तिनै एडविन कपअपले चाहिँ यो इन्डिकेटरलाई चाहिँ सेलिङका रूपमा चाहिँ सेलिङ इन्डिकेसनको रूपमा चाहिँ प्रयोग नगरेको हामीले पाउन सकिने रहेछ। अब यसका लागि विभिन्न किसिमका फर्मुलाहरू 10 पिरियड WMA वेटेड मुभिङ एभरेज, त्यसै गरी चाहिँ 14 पिरियडको चाहिँ रेट अफ चेन्ज इन्डिकेटर यस्तोहरू प्रयोग गरेको रहेछ। हजुरहरूले यहाँ गएर चाहिँ आफै अध्ययन गर्न सक्नुहुनेछ है त। यहाँनिर विभिन्न साइटहरू छ, जति पनि जे पनि जानकारीहरू हामीले चाहिँ दामी तरिकाले चाहिँ खोजेर पढ्न सकिन्छ। अब यसो भइसकेपछि नेप्सेमा चाहिँ कसरी काम गर्दो रहेछ, यो इन्डिकेटरले लङ टर्म इन्भेस्टमेन्टको अपर्च्युनिटीहरू चाहिँ कति बेला आएको रहेछ भन्ने सन्दर्भमा म हजुरलाई छोटो एउटा ब्याक टेस्टिङ गरेर देखाउन चाहिँ गइरहेको छु। अब यसको लागि हजुरले आफ्नो नेप्सेको चार्ट ओपन गर्नुहोस् कुनै पनि साइटमा गएर, त्यसपछि यहाँनिर एफएक्समा गएर चाहिँ तपाईँले चाहिँ कप अफ कर्व भनेर चाहिँ लगाउनुहोस् है त। त्यस पछाडि अब यो त लङ टर्म इन्भेस्टमेन्टको लागि हो भनिसकेपछि चाहिँ हामीले मन्थली चार्टमा जानुपर्ने हुन्छ र मन्थली चार्टमा गइसकिसकेपछि चाहिँ यो कप अफ कर्वमा चाहिँ हामीले एउटा होरिजेन्टल लाइन चाहिँ प्लट गर्नुपर्ने हुन्छ, जसको लागि यो होरिजेन्टल लाइनमा गएर यहाँनिर प्लट गर्नुहोस् र यसको सेटिङमा गएर चाहिँ 0 सेट गरिदिनुहोस् है त। त्यस पछाडि एउटा म छोटो ब्याक टेस्टिङ गरेर देखाउन गइराखेको छु। जब कप अफ कर्व चाहिँ हाम्रो यो 0 लाइनभन्दा माथि गएर चाहिँ एउटा बाइङ अपर्च्युनिटी आयो है भन्ने सिग्नल गरेको छ, त्यस पछाडि मार्केटले चाहिँ एउटा बी किसिमको र्याली चाहिँ प्रस्तुत गरेको छ। हामीले यहाँ हेर्न सक्छौँ 480% गेन चाहिँ भएको देख्न सक्छौँ। त्यसै गरी अर्को चरणमा फेरि यो माथिल्लो टेरिटरीबाट जब यतातिर झऱ्यो, त्यस पछाडि फेरि कुनै दिनमा यस्तो खालको अपर्च्युनिटी आयो कि कप अफ कर्व चाहिँ 0 लाइनभन्दा माथितर्फ चाहिँ जान थाल्यो। यसरी गइसकेपछि यहाँनिर फेरि पनि नेप्सेमा एकदमै बी किसिमको दामी खालको र्याली चाहिँ हामीले आएको देख्न सक्छौँ, 350 भन्दा बढी प्रतिशतको। त्यस पछाडि फेरि त्यो घट्न थाल्यो है। घट्न थालिसकेपछि फेरि पनि कुनै दिनमा यस्तो आयो समय कि जब त्यो कप अफ कर्वले चाहिँ 0 लाइनभन्दा माथिपट्टिको यात्रा तय गर्न थाल्यो र त्यसपछि नेप्सेले चाहिँ एकदमै बी किसिमको र्याली चाहिँ यहाँनिर फेरि पनि 150-60% चाहिँ दिन थाल्यो। अब त्यसभन्दा पछाडिको हामीले ब्याक टेस्टिङ गऱ्यौँ भने फेरि पनि कप अफ कर्व चाहिँ यो एरियाबाट चाहिँ माथिल्लो एरियामा जान थालेको देखिन्छ र त्यस पछाडि पनि लगभग हामीले यो एरियाबाट यो एरियासम्म हामीले हेऱ्यौँ भने 50-60% को चाहिँ गेन चाहिँ भएको पाउन सकिन्छ। यसरी हामीले नेप्सेमा कुन बेला चाहिँ लङ टर्म इन्भेस्टमेन्टको लागि चाहिँ समय आएको छ, कुन बेला चाहिँ मार्केट चाहिँ पोजिटिभ हुन सक्छ भन्ने एउटा प्री इन्डिकेसन चाहिँ पाउन सकिने रहेछ। हामीले भन्यौँ यो सबै मन्थली चार्ट हो, त्यसो भएकोले यो सर्ट टर्म ट्रेडरको लागि पनि होइन र यो चाहिँ कहिले सेलिङ सिग्नल आउँछ भनेर देखाउने पनि होइन रहेछ। जस्ट लङ टर्म इन्भेस्टमेन्टको लागि चाहिँ मन्थली चार्ट प्रयोग गरेर हामीले अब चाहिँ नेप्सेमा बिग र्यालीहरू आउँदैछ है भनेर अर्ली इन्डिकेसन पाउनको लागि यो
चार्ट चाहिँ अथवा यो इन्डिकेटर चाहिँ हामीले प्रयोग गर्न सक्ने रहेछौँ र यो कुनै पनि स्टकहरूमा पनि प्रयोग गर्न त सकिन्छ, तथापि यो चाहिँ मूल इन्डिकेटरमा अथवा मूल चार्टमा भनौँ, नेप्सेको चार्टमा अथवा विभिन्न इन्डिसेसहरूमा, फाइनेन्स होइन, ब्याङ्किङ, ट्रेडिङ यस्ता इन्डिसेसहरूमा, सब इन्डेक्सहरूमा भनौँ, यिनीहरूमा पनि हामीले चाहिँ प्रयोग गऱ्यौँ भने यसमा चाहिँ फार बेटर रिजल्ट चाहिँ दिन सक्ने रहेछ। जस्तै एउटा माइक्रो फाइनेन्स जस्ट इक्जाम्पलको लागि माइक्रो फाइनेन्स इन्डेक्समा जाउँ। त्यसपछि यहाँनिर यो मन्थली चार्ट अटोमेटिक आइसकेको छ, मैले अघि पनि यसो हेरेको थिएँ र यहाँनिर चाहिँ हामीले यसरी 0मा गएर सेट गऱ्यौँ भनेपछि यहाँनिर हेर्नुहोस् त कति दामी खालको र्याली चाहिँ हामीले देख्न सक्छौँ। यहाँदेखि यहाँसम्म लगभग 200%को र्याली, त्यसपछि यहाँ चाहिँ सानो र्याली चाहिँ हामीले देख्न सक्छौँ। यसरी हजुरहरूले कुनै पनि सब इन्डेक्समा गएर यसको चाहिँ ब्याक टेस्ट गर्न सक्नुहुन्छ र लङ टर्म इन्भेस्टमेन्टको लागि चाहिँ समय आउँदैछ अथवा गइसक्यो भन्ने किसिमको सामान्य इन्डिकेसन चाहिँ यो इन्डिकेटरबाट चाहिँ पाउन सकिने रहेछ। त्यसपछि म पुनः नेप्सेमै फर्किन्छु। यहाँनिर हेर्न सक्छौँ अहिले चाहिँ के भइराखेको छ भन्ने सन्दर्भमा छलफल गर्दा कप अफ कफ चाहिँ 0 लाइनतिर मोडिराखेको छ र हुनसक्छ यो केही अलिकति मुनिसम्म आएर माथिल्लो यात्रा इनकेस तय गर्यो भने चाहिँ नेप्सेमा बिग किसिमको र्याली आउने सम्भावना चाहिँ मैले हेरेको छु। हस् त, आजको यो जानकारीमूलक भिडियो कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनु होला। यो भिडियो मन परेमा एउटा लाइक अवश्य गरिदिनु हुनेछ र एउटा कमेन्ट गरिदिनुहुन्छ भन्ने आशा व्यक्त गरेको छु र हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु भएमा हामी हार्दिक आभार व्यक्त गर्ने थियौँ भन्दै आजको भिडियोबाट हामी उजेल पर्न चाहन्छौँ। सबैजनालाई धेरै धेरै धन्यवाद तथा नमस्कार।